Hello guys, welcome back to my channel. जतिखेर किन भ्लग आएन भनेर भन्नुहुन्छ एन्ड किन भ्लग आएन भन्दाखेरि चाहिँ अलि बिजी नै थिएँ म एउटा कामको लागि काम गर्दै थिएँ अनि त्यही भएर चाहिँ हो बिजी भएर भ्लग बनाउन नभ्याएको अनि त्यो पर्सनल काम पनि त्यही भएर मैले देखाउन पनि चाहिन सो त्यही भएर चाहिँ भ्लग नआएको गाइस आज चाहिँ म होल डे भ्लग बनाउँछु एन्ड होप यु गाइज विल इन्जोय हेर्नुहुन्छ होला लास्टसम्म भन्ने आशा राख्दै म बनाउँछु मेरो अनुहार चाहिँ झन् बिग्रिँदै गइरहेको छ बिकज यो घाम यो गर्मीको घाम चाहिँ ओहो कति साह्रो घाम छ हैन तपाईहरुलाई थाहा नै छ त्यही भएर मैले त्योमा चाहिँ धेरै बोलिन हैन कपाल मेरो बढ्दैछ तर मैले भर्खरै कपाल काट्दिएको है अलिकति कपाल काट्दिएको पत्याउनु हुँदैन होला तर काटेर फालिसकेँ नत्र मैले देखाउँथेँ कपाल चाहिँ जे गरेर पनि सुधार्न नसक्ने भनेको चाहिँ मेरो कपाल र अनुहारलाई होला हैन मेरो अनुहार चाहिँ हल्का सुन्नेको जस्तो देखेको छ बिकज हिजो म दिउँसभरि यस्तो गर्मी ठाउँमा थिएँ एन्ड त्यही भएर हो अनि प्लस हिजो मेरो अनुहारमा चाहिँ मेकअप लगाएर चाहिँ यस्तो हुनुभएको मेरो अनुहार हैन मेकअप गरेर चाहिँ मेरो अनुहार यति धेरै बिग्रेको अनि यो के हो भन्नुहुन्छ होला फेस धोइसकेपछि चाहिँ मलाई यति धेरै चिलाएको थियो कि मेरो पालो केही नसोचिकन खनाइदिएको सो गाइस अब चाहिँ स्टार्ट गरौँ है त कपाललाई के गरौँ यार अहिले कपाल सपाल नुहाउँछ सुरुमा चाहिँ पानी लिएर आउनु पर्छ जारमा पानी सकिसक्यो त्यही भएर पानी लिएर आउनु पर्छ नेक्स्टको पानी लिन जाऊँ ल सुरुमा पानी लिन जाँदै गरेको अवस्था है ल्याउँछ भन्ने सोच्नुहुन्छ होला यसरी ल्याउँछ टक्क लाएर गाइस पानी पनि ल्याइ पुऱ्यायो टक्क खाना बनामै त गाइस मेरो चाहिँ खाना टक्क रेडी भइसक्यो अब गम खाने खाएको त के देखाउन है गाइस टक्क भात सात खाइयो हैन अब चाहिँ यस्तो लम्बा सार परेर सुतिन्छ लम्बा सार परेर सुतिन्छ हैन त्यहाँनेर कपडा यति धेरै मिलाउनु पर्ने छ कहाँनेरि भन्दाखेरि ओ त्यहाँनेरि ओभर देयर एन्ड भाँडा साडा मस्काएर नि भ्याइयो सब काम भ्याइयो ग्यास पुस्न बाँकी थियो त्यो चाहिँ अब भरे बेलुका खाना पकाएपछि पुस्ने हो हैन यस्तो चाहिँ कसले गर्छ भात पकाउनुभन्दा अगाडि पुस्ने हो त्यसपछि फेरि छिटा लगाइहाल्छ त्यसपछि फेरि भरे बेलुकाको भात पकाउँदाखेरि पुस्ने हो फेरि छिटा लाग्छ फेरि भोलिपल्ट बिहानको भात पकाइमा पुस्ने गाइस मेरो खानामा चाहिँ चिप्ली भेन्डी एन्ड आलु थियो तपाईहरुकोमा के थियो अनुहार चाहिँ यस्तो चिथराम भइरहेको मलाई यसो ब्याकग्राउन्डमा डिस्टर्ब पाए जस्तो लाग्दैछ है मिलाउनु छ भन्दै थिएँ मैले भन्दाखेरि हैन यो एरिया चाहिँ गार्बेज एरिया भइरहा फुर्सद छैन नि त भात खायो सुत्यो अहिले नो फुर्सद कपडा धुयो जुनीमा एकचोटि यो सफा कपडा हो यो एउटा थाङ्नाले फेरि सबै एकै ठाउँमा राख्दैछ ल गाइस हामी चाहिँ अब च्याट्ट लाएर भाँडा साडा मिल्दाखेरि भाँडा खाना कपडा साडा मिलाइन्छ हैन ट्याका लाएर त्यही हो गाइस अहिलेलाई चाहिँ
हाम्रो नेक्स्ट काम भनेको चाहिँ पानी भर्ने काम छ ल। अहिले ट्याक्क पानी सानी सबै भरिसकेपछि मात्र देखाउँछु, अहिले पानी भरेको चाहिँ देखाउँदिनँ। ओके गाइस, मेरो खुट्टा भन्ने हो भने गाइस होइन यति दुख्या छ यो औँलाको टुप्पा टुप्पा टुप्पा। किन पनि म भन्छु के, किन पनि म भन्दाखेरि चप्पल यति भेराइटिजको छ है मेरो। सबै हल्का किन खुट्टा दुख्यो मेरो भन्दाखेरि चाहिँ यो माल छ नि, तपाईँहरूले कसरी लाउनुहुन्छ यस्तोलाई? यस्तो जुत्तो तपाईँहरूले कसरी लाउनुहुन्छ? हिजो मेरो एकदम पर्सनल काम थियो र म यस्तो जुत्ता हिरुनी टक्क भएर गएको थिएँ होइन। तर मेरो काम कोमामा गयो। म लिटरली कति 18-19 घन्टै सुतेँ होला होइन। होसमा नि थिइनँ, बेहोस भइरहेको थिएँ म। त्यही भएर ट्याक्क लाएर यस्तो चप्पलले चाहिँ गर्नु गऱ्यो होइन। आफ्नो नि होइन के, स्वाङ पारेर अर्काको बरो गरेर लगाएको यस्तो चप्पल त सकिँदैन रहेछ। तपाईँहरूले कसरी लाउनुहुन्छ यत्रो यत्रोवाला हिल जुत्ता? मेरो त यो नङको टुप्पा टुप्पा फुट्न लागेको थियो। Now let's manage this corner right here and let's fill up the water at the same time. 1 2 3 go. Okay guys, हामी चाहिँ स्टार्ट हालिदिइहालौँ होइन। टियाका लाएर मिलाउनु त। गाइस मैले भनेको थिएँ नि, मैले पानीको बोतलहरू पनि 1 सर्टमा भर्छु भनेर। त्यो पानीलाई चाहिँ मैले आज गाह्रो गरी बोकेर लिएर आएको। आज त पानीको जार पनि 1 केजी 2 केजी बढेको थियो। क्या साह्रो गरमको भएको थियो गाइस। त्यहाँ चाहिँ मेरो पानी भरिसकेको छ। मेरो भेजिटेबल्स आर गन। आई निड टु बाई भेजिटेबल्स एन्ड द वेदर फोरकास्ट इज लाइक द्याट अप देयर। माई हार्ट इज कमिङ वाइ। सो गाइज अब चाहिँ भात सात पकाएर किचन सिचन सिनिक्क भइसक्यो। म एकदम सुपर फास्ट क्लिनर हो कि गाइज। तपाईँहरू भन्नुहुन्छ भने नि यस्तो अवस्थामा छ मेरो किचनको हालत र भुइँको हालत चाहिँ नि गाइज। खै के हो के मान्छे बस्छ 1 जना 10 जना जति चप्पल छ होइन। तपाईँहरूलाई सिटी चप्पल जुत्ता चाहिन्छ भने चाहिँ यसो डिएम गर्नुहोस् होला भन्न चाहन्छु। यो एउटा कोठा सफा गर्ने भन्नुहुन्छ नि गाइस। अब चाहिँ हामी बिहान उठ्ने साथै चाहिँ ओछ्यान मिलाउँदैनौँ। अब भन्नुहुन्छ भने चाहिँ हामी अहिले चाहिँ ओछ्यान सोछ्यान मिलाउँछौँ होइन। तन्ना सन्ना फेरिन्छ होइन। महिना दिन भइसक्यो तन्ना नफेरेको। तन्नामा यहाँ हेर्नुहुन्छ र भन्नुहुन्छ भने चाहिँ नि यहाँ यस्तो मान्छे अपराधीहरूलाई राखेपछि तन्नाको रङै फेराइदिन्छन् के यसरी पोखाइदिन्छन् के। किमा नुडल्सको झोल के गर्नु, कराउन पनि नसक्ने हुन्छ। के फाल्न लाग्यो? फाल्न लाग्यो? गाइस मलाई चाहिँ तितौराको अफर आएको होइन। जुठो सब चिजको चल्छ होइन। आँसुको सबको चल्छ। तर कहिलेकाहीँ चाहिँ यस्तो अजुबा बिहोरा गर्छन् कि नि कुनै हुन्न। मलाई भनेको कुरा एउटा याद आयो। अहिले चाहिँ नाटक गर्छ। पहिला त मेरो मुखभित्रबाटै मोमो निकालेर खाएको भन्ने शब्द याद आयो कि जेरीले। गाइस भन्नुहुन्छ भने कसले कसको कहाँ कहाँबाट निकालेर खानु भएको
मलाई DM नगर्नुहोस्, म चाहिँ मलाई चाहिँदैन। यो चाहिँ के हो भन्दाखेरि भात खाइसकेको काम गरिसकेको रिवार्ड हो है यो चाहिँ। अब मेरो चाहिँ डिनर खाने बेला भयो होइन। तपाईँको के कस्तो छ होइन। मेरो डिनरमा चाहिँ धेरै खान्न के म, गाह्रो हुन्छ नि त मलाई, त्यही भएर यति मात्र खाएँ ल। खान्छु ल, माइन्ड नगर्नु है। एन्ड थ्याङ्क यू गाइज फर वाचिङ टिल द एन्ड। अब चाहिँ खान्छु म अनि सुत्छु। बाई बाई, स्टे ट्युन।